एम्स भाइ थम हान थम ल भरे भेटौँ ल। तयारी भइरहेछ पुरै विद्यार्थीहरूलाई चाहिँ के हो यहाँ। अब हामी पनि तपाईँहरूलाई पनि म देखाउँछु के हुँदो रहेछ। बेल जान्नुपर्ने यहाँ के देख्नु पाइन्छ गाइजहरू यार। आज त अनि पार्टी हुन्छ होला। आज पार्टी गर्नुपर्छ गर्नुपर्छ हुन्छ भन्न। ल गाइजहरू फेरि पनि तपाईँहरूलाई एकदमै हृदयबाट स्वागत गर्न चाहे। आजको नयाँ भ्लगमा सुरु भइसक्यो। अब बिरेन थेबी आइसक्यो तपाईँहरू समक्ष हल्ला गर्नलाई होइन, तपाईँहरूसँग यसो दुःख सुखका गफ गर्नलाई, आफ्नो पीडाहरू बिसाउनलाई आइसकेँ म बिरेन थेबी याक्थुङबा। अब अहिले चाहिँ म जाँदैछु ठ्याक्कै काममा। आजदेखि हाम्रो केही दिनको ग्याप पछाडि, मेरो चाहिँ ग्याप हो, हाम्रो दुईजना मिस्त्रीहरूको चाहिँ ग्याप छैन। मेरो 2 दिनको ग्याप पछाडि म जाँदैछु आज। हामी अहिले चाहिँ अलिक एउटा नयाँ खालको काम गर्न गरिरहेको छ। त्यही काममा आज दिउँसोदेखि म हिँडेको। पर स्कुलमा कहाँ हिँडेको हल्लो छ त? कहाँ हिँडेको? एम्स भाइ थम हान थम ल भरे भेटौँ ल। अब त्यही छ एउटा रिसेन्टमा चाहिँ भर्खरै हाम्रो बोजू खस्नुभयो यहाँनिर। अहिले हाम्रो नरबहादुर काकाको आमा केही दिन अगाडि। अनि एउटा दुःखद घटना भयो, त्यसमा सघाउपघाउ भइरहेको छ होइन। अब भोलि यो भिडियो अपलोड हुने दिनमा चाहिँ दौरा चिर्नुपर्ने थुप्रै कामहरू छ। आफ्नो पनि भ्याउनु पर्ने, यता काममा पनि एकदमै व्यस्त छु म यतिखेर भनौँ न, सर्टकटमा भन्दा। अनि अहिले चाहिँ ठ्याक्कै पानी खतरा परिरहेको थियो, अलिकति रहेको छ। म तेलले दाउ छोपेर म लागेँ अहिले हिँडेको। पानी पर्दा अब साह्रै ठुलो पानी पऱ्यो भने त काम हुँदैन, तर यतिकोमा त मजाले गर्न सकिन्छ भनेर हिँड्दै गरेको। एकदमै गाह्रो बर्खा लागेको छ होइन, पुरै दिनहरू धुम्मिया छन्। अनि काम गर्नलाई अलिक असहज हुन्छ, भने जस्तो काम बढ्दैन। के छ हौ डल्ली गयो माथि? ए म स्कुलमा आन्टी। आइसकेँ म अहिले रोड छेउमा, स्कुल छेउमा। केटाहरू स्कुल लागिरहेको छ। भित्र चाहिँ अलिक मजाले हल्ला गर्नु पाइँदैन होला, मिल्दैन होला, डिस्टर्ब गर्नु पनि भएन नि त। पानी सिमसिम परिरहेकै छ। म गफ हानेकै छु। भर्खरै मात्रै हामीले यहाँ तपाईँले हेर्नुभयो यो घरको ढलाइ गरेको। एकदमै रमाइलो भएको थियो, मजाले ढलाइ गरियो सबैजना मिलेर होइन। कोही गरे, कोही यो के अरे हाजिरमा पैसामा। पानी अनि यसरी आयो भने त कसरी काम गर्नु हो यार, बेइज्जत खतम भयो त। अनि लजाउँ अब स्कुलको एरियामा पसिँदैछ, त्यहाँ अलिक गफ कमान्छु म गाइजहरू, अलिक गाह्रो हुन्छ नि त। दाइको घर चाहिँ बवालै छ यार, टक्क भर्याङ सर्याङ बनाएर कलर सलर गरेर दाइले त अनि उधुपै मचाउनु भएको रहेछ नि त। 1 नम्बर। ल स्कुल एरिया श्री जालपा माध्यमिक विद्यालय म पढेको स्कुल। पक्कै पनि यहाँ पढाइ भइरहेछ कि? केटाहरू कहाँ छन्? खै मेरो मित्रहरू साल दाइ गए यति छिटो? अहिले मैले फोन गरेको 3 मिनट पनि भएको छैन त। ल निस्क्यौँ एकछिन भ्लगमा तपाईँहरूमा।
ठिक छ खबर पानी पर्यो होइन कति कहाँ यति गाडीको अहिले बिहानभरिमा त्यति अलिक यो पानी पर्दा त अलिक साह्रै माल आउनु लाग्यो गिलो माल त गिलै हाल्ने हो नि त्यो पानीले त त्यसले त केही फरक पर्दैन नि माटो मुनि पस्ने हो नि त कस्तो बनाएछ केटाहरूले हेरिदिउँ त अलिकति ए डह्रो भइसकेछ हजुर डह्रो भइसकेछ नि गाह्रो पो रहेछ त हौ गाइस यहाँ त कति नराम्रो माल बनाएर हालेको स्कुलको धमाधम लागिरहेको छ गाह्रो छ जिन्दगीमा नि गाइजहरू लगाइजहरू अहिले चाहिँ हामी यहाँ काम गरिरहेको बेलामा यो स्कुलमा हामीलाई डिस्टर्ब गर्नलाई यहाँ सरहरू र विद्यार्थी मिलेर हामीलाई डिस्टर्ब गरिरहेर हामी कारवाही गर्छौँ सरहरूलाई अब यहाँ स्काउटको तयारी भइरहेछ पुरै विद्यार्थीहरूलाई चाहिँ के हो यहाँ अब हामी पनि तपाईँहरूलाई पनि म देखाउँछु यहाँ के हुँदो रहेछ बेल जान्नुपर्ने यहाँ के देख्नु पाइन्छ गाइजहरू यार हाम्रो काम चाहिँ यहाँ चल्दै थियो ए यति हो ए ल बधाई छ हामीलाई अनि सर यो ठेकामा त पुरै नाफा हुने रहेछ के अब आज त अनि पार्टी हुन्छ होला आज पार्टी गर्नुपर्छ गर्नुपर्छ हुन्छ भन्न दुईचोटि भइसक्यो भाइ यी लडेको दुईचोटि भइसक्यो त्यही दिन दुईचोटि लडिसक्यो रो गुरु ऐश्वर्या भन्ने चाहिँ परमस्तो छिटो बढिगयो ल गाइजहरू अहिले चाहिँ हामी बिजोग भइरहेछौँ बत्ती नभएर लाइन गएर अरे हो भान्जीहरू पो आइपुगेछ त खाजा खानुपर्ने हो अब को छ सक्यो उब्रेको हो त्यो वरिपरि स्कुलको वरिपरि चाहिँ जाली लगाउने हो सो गाइजहरू सरले मलाई फोटो खिच्नु भनिराख्नु भएको छ म फोटो खिच्दै हिँडेको छु यस्तो ठाडो माथि यस्तो माथिसम्म ल गाइजहरू अब चाहिँ लाग्यो है आजको ड्युटी सकेर पानी गीत पर्दैछ हामी चाहिँ गाइज टङ्के चोक नपुगे सिधै पुग्दैन भाउजूसँग गफ नगरी मजै आउँदैन त्यही भएर जाँदैछौँ